यो सरकार के हो भन्ने कुरा चाहिँ यी दुई पात्रलाई हेरेर चाहिँ हामीले सजिलै अनुमान लगाउन सकिन्छ। यी पहिलो व्यक्ति हुन् अमर परियार, जो जहिले मन्दिरमा दलितलाई पस्न दिइँदैन भन्ने आवाज उठिरहेका बेलामा चाहिँ दलितहरूलाई चाहिँ शास्त्र पढ्नलाई हौसला दिने र मन्दिरको पुजारी बन्नलाई चाहिँ प्रेरित गर्ने मान्छे हुन्। यदि शास्त्र पढ्ने हो भने बाहुन मात्रै होइन, कामी दमै सार्की पनि जो कोही पनि पुजारी बन्न सक्छ र सामाजिक विभेदको खाडललाई चाहिँ हटाउन सकिन्छ भनेर गाउँ गाउँमा बुझाउँदै सम्झाउँदै हिँडे। र अनि अर्का पात्र रहेका छन् यी खगेन्द्र सुनार, जसले साइबर क्राइम गरेका छन्, स्वास्थ्य संस्थालाई तोडफोड गरेका छन्, सुरक्षाकर्मीमाथि हातपात उठाएका छन्। त्यस्तै गरेर चाहिँ यिनले चाहिँ मान्छेलाई विदेश पठाउँछु भनेर चाहिँ एउटा मेन पावर खोलेर चाहिँ मान्छेको पैसा पनि खाइदिएका छन्। र यिनी चाहिँ कहाँबाट परिचालित छन् भन्दाखेरि चाहिँ यी पहिला चाहिँ काङ्ग्रेसको प्रतिनिधि भई देशमा चाहिँ विभेदको कारण भनेको चाहिँ बाहुन र हिन्दू धर्म हो भनेर चाहिँ यिनले देश र समाजलाई भाँड्ने काम मात्रै गरे, जबकि यिनका बाबुबाजेले चाहिँ सार्कीलाई चाहिँ आफ्नो घरभित्र पस्न दिँदैनथे। यिनले दलित समुदायको लागि केही पनि गरेका छैनन्। जति यिनले दलितको नाममा गरेका छन् सबै आफू चाहिँ अगाडि आउनको लागि चाहिँ आफ्नो मात्रै यिनले फाइदाको लागि काम गरिरहेका छन्। अहिले समाजको गलत बुझाइ र अन्धविश्वास गर्नेहरूप्रति डटेर लागेर समाजलाई बुझाएर दलितलाई पनि पण्डित बनाउन सक्ने यी अमर परियारलाई अहिले कसैले पनि चिन्दैन। तर खगेन्द्र भने अब मन्त्री बन्न लागिसके। यहीँबाट थाहा हुन्छ अहिलेको सरकार कताबाट कसरी परिचालित छ भनेर। धन्न नेपाल प्रहरी समयमै चनाखो भएर यिनले गरेका काला करतुतहरूलाई चाहिँ सबै बाहिर ल्याएर चाहिँ उदङ्ग पारिदियो। नत्र भने यिनले सबैलाई चकमा दिएर यी मन्त्री बन्ने होडमा हुने रहेछन्। एउटा दलितको छोरो मन्त्री बन्नु ठुलो कुरो होइन। पहिला पनि राजाको पालामा पनि गोल्छे सार्कीलाई चाहिँ मन्त्री बनाइएको कुरा जगजाहेर नै छ।